आजदेखि निर्वाचन प्रचार प्रसार गर्न पाइने। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा 15 दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसार अन्तर्गत जुलुस, आम सभा, कोण सभा गर्न र सञ्चार माध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार आज फागुन 4 गतेदेखि फागुन 18 गते राति 12 बजेसम्म राजनीतिक दल तथा उम्मेद्वारहरूले निर्वाचन प्रचार प्रसार गर्न सक्नेछन्। निर्वाचन आचार संहिताको पूर्ण पालना गरी दल तथा उम्मेद्वार एवं अन्य सरोकारवाला सबैले चुनाव प्रचार प्रसार गर्न सक्ने र औपचारिक रूपमा मतदाता सक्षम मत माग्न पाउने निर्वाचन आयोगले जनाएको छ। दल र उम्मेद्वारीले तोकिएको मापदण्डका आधारमा पत्रिकाका साथै अनलाइन सञ्चार माध्यममा पनि विज्ञापनबाट प्रचार प्रसार गर्न सक्नेछन्। निर्वाचन प्रचार प्रसारका लागि आम सभा, कोड सभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्च विवरण भने सम्बन्धित उम्मेद्वार आफै वा प्रतिनिधि मार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने हुन्छ। दल र उम्मेद्वारले तोकिएको मापदण्डका आधारमा पत्र-पत्रिका साथै अनलाइन सञ्चार माध्यममा पनि विज्ञापनबाट प्रचार प्रसार गर्न सक्नेछन्। आयोगले आचार संहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ। राजनीतिक दल तथा उम्मेद्वारहरूले आचार संहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सार्नुपर्ने व्यवस्था नआओस् भन्ने स्पष्ट पारेका छन्। आयोगले आचार संहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ। राजनीतिक दल तथा उम्मेद्वारहरूलाई आचार संहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सार्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ। आचार संहिता राजनीतिक दल एवं सरकारवाला पक्षसँग व्यापक विचार विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ। आचार संहिताको पूर्ण पालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन्। आचार संहिताको उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउँछन्। उल्लङ्घनलाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत दण्ड, जरिवाना तथा उम्मेद्वारी खारिजसम्म हुने कानुनी व्यवस्था छ। निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेद्वार विरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पर्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र दोषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ।